गुरुङले मलाई धार हात ओए निस्केले त काठको पिरा राख्दिनु नि काठको पिरामा खोइ आज चाहिँ त्यसो गरेर खान्छ के भन्नु र ए त्यही बसेर खाने हो त्यो नाम छोरी छेक्नु है कुखुरा भात दिने बेलामा बानी बनाएको छन् त्यही भएर त्यस्तो बनाएको इस्कुसको मुन्टा भात हो यहाँको बराबर दाल खोइ मेरो दाल खाना नि आमाले हजुरले दाल पनि दिनुभयो बुवा र आमा यहाँ म चाहिँ यता छु अब यहाँ बाहिर बसेर भात खानु भन्दा नि मलाई त कस्तो भोक लागेको छ आमालाई काँसिएको छ होइन लिम्बू त भात भात चाहिँ दिन्छ है यहाँ हामी क्या कस्तो सल्लाह गर्न आएको है सल्लाह गर्न आएको मान्छेहरू त पुरा लुकेर कति यति यति क्यामेरामा नदेखिनेसँग पनि भइसकेपछि है पक्न तेरोमा पर्सि भिडियो ओए निस्केले त तेरै भिडियो बनाइदिइहाल्छु नि तल पक्न गाई चाहिँ यहाँ सानो सानो भाइहरूले यस्तो खतरा खतरा गोल हान्दैछ कि यहाँ कता गयो फेरि ए मेरो गाई चाहिँ यसरी म त माथि गाउँ त्यहाँ त चोर कुकुर जस्तै डुल्दैछ यहाँनिर सानो भाइहरूले उयो खेल्दैछ क्या भलिबल खेल्दैछ छेउमा एक खेप डङ हान्नु त एकदम उतापट्टिको हो छेउमा मैले नक्लिदिहाल्छु नि बाबुले बाबुको नाम छ हामीले पागल कुकुरले टोकेको छ नि खाइयो अब ओह मिसले दे छिटो हामीले पखै गुरुङले मलाई धार हात मेरो ज्वाइँ चाहिँ हेर यस्तो भन्दैछ अनि सासूलाई जाँड खानु पनि दिँदैन राम्रोसँगले यहाँ दुईजना चाहिँ हेरिराख्ने उता छ्यामा बस्ने छ्यामा चाहिँ खाँदैन हो श्यामालाले बसेको ओलु छ्यामालाई देऊ ला बुढादेखि बच्चासम्मलाई त होला के होला हामी चाहिँ अहिले दिउँसो होइन अब छोरीको घरदेखि आएर जाँड खाएर मातेर आएर यहाँ मकै खन्नु सुरु गर्न थालिसक्यो आमा र बुवा पनि खन्नुहुँदैछ म पनि खन्दैछु म चाहिँ यहाँले थोरै भिडियो बनाउनु पर्ने मोबाइल ल्याउन आएको घर उनीहरू सलाक्क बनाउँछु न्याउली चराहरू कसरी कराएर हुन्छ रात पर्समा 5 पो बज्छ 5 बजेछ गाइस हामी अहिले फाइनली मकै बारीमा छौँ मकै गोड्दैछौँ दिनभरि हामी जाँड खायौँ डुल्यौँ अब मकै खेलेर आएको पऱ्यो मकै त यस्तो सानो छैन त बाउ यहाँ त नि 80 रुपियाँको त कामै नदिने मकै बारीमा बाउ ओ बा तपाईँ हिँड्ने बस्दा मकै बारीमा झिकेर हालेको अरे आमाले कुखुरा खाँदा पनि खाएन अरे अनि कुखुराले फेरि बानी हटाउँछ घाम्नु साह्रो पारेको माथि गएपछि साह्रो पारो नि त हामीले बान्डाले पुग्यो त केले बुवा घामले ए घामले कसरी खलखली भयो उता त घामले बसाएर बुवा म खन्न आउनु कि रोप्न आउनु त पैसा त टन हुँदो रहेछ त नानीहरू छोडेर जागी खानु नि पैसा कमाउनु नानीहरू ल्याइदिएर म हेरिहाल्छु नि अनि नानीहरूको पैसा तिर्नु पर्दो फेरि तपाईँलाई
पर्दैन आज नानी यहाँ भन्नु म त आउँदिनँ भन्नु हिँड्नु आउँदिन भने यहाँ आज नानी भने कि छुट्टी गरी अनि यसले कुटिहाल्छ फेरि यहाँ आज नानी भनेको म त आउँदैन भन्नु गाइस फाइनली हामीले सक्यौँ मेरो हात यस्तो खन्दा खन्दा मकै खन्दा खन्दा यस्तो मेरो दुईजना भदैनीहरू आइसकेको छ यहाँ यही स्पेसली यहाँ म त यस्तो यस्तो गर्ने बानी भइसकेको छ अहिले त मेरो भदैनीहरू नै आइसकेको छन् मकै अनि यो गरा चाहिँ हामीले सकिसक्यौँ नि अहिले फाइनल्ली सकिसक्यौँ यस्तो बनाएर पुरोदेखि फन्डको मारेर चाहिँ यिनीहरूले अनि आजको दिन हाम्रो यस्तै गरेर माइत घरमा बसेर हाम्रो काम उयो बोक्नुपर्छ कोदाली बोक्नुपर्छ अब आजको दिन यसै गर्दै बित्यो होइन भोलिको दिन पनि यस्तै मकैहरू नै के कामहरू गरिन्छ होला भिडियो लगाइहाल्छु तपाईँहरूसँग अनि हामी के गर्छौँ तपाईँहरूलाई देखाइहाल्छौँ अनि यदि हाम्रो भिडियो मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गरिदिनु होला त भन्नु पऱ्यो नि गाइज गाइज बेलुकी पा हाम्रो चाहिँ यस्तो चल्दैछ है मकै खनेर गलेर हाम्रो आमा त हातै धोएको छैन त्यतिकै बनाउनु यता नाना हजुर यता म हजुर म हजुरले पनि बजाउँछु चटपट ऊ भाउजूकोमा माम खानु हिँडेको हामी चिचीमा मासु र भात खानु हिँडेको माइतीमा दोस्रो दिन दोस्रो भात खाएर बरु ड्याम सुतिन्छ भनेको निन्द्राले चट भइसक्यो